हेलो गाइस, दर्शक नमस्ते। हजुरहरू सबैजनालाई मैले ढोक दिया। आज म लेखाली आलुलाई चाहिँ एकदम मजा तरिकाले उसिनेर चाहिँ टक्कसँगले चाहिँ डल्ले खोर्सानीको चटनीसँग चाहिँ कसँगले खानको लागि चाहिँ एकदम बनाउन गइरहेछ। यसलाई चाहिँ मैले चट्ट धोएर सफा तरिकाले चाहिँ कुकरमा टक्क थोरै पानी राखेर पटपट फुट्ने गरी चाहिँ सिटी लाउन लागिरहेछु हजुर होइन। साथै अब म चाहिँ अचार पिस्न लागेँ। यसलाई चाहिँ टक्क डल्ले खोर्सानी, लसुन, जिरा, टिमुर, नुन हालिकन चाहिँ लस 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 पिस्न लागिरहेको छु। अनि अब कुकरमा अब आलु पनि पाकिसक्यो। 2 सिटी जति लगाइदिएको छु। हेर्नुहोस् पटपट फुटेको। अब यसलाई चाहिँ बोक्रा छिलिओरी अब चाहिँ यसलाई म चटनी टक्क दलेर मुखमा अब गुवामै हालिदिएको छु। 17-18वटा जति जुङ्गा दायाँ बायाँ यसो हल्लाउँदै क्वाप्पो खाइदिएको। यसको बाफले चाहिँ आँखै टक्क तन्काइ। हेलो गाइस, दर्शक नमस्ते। हजुरहरू सबैजनालाई मैले ढोक दिया। आज म लेखाली आलुलाई चाहिँ एकदम मजा तरिकाले उसिनेर चाहिँ टक्कसँगले चाहिँ डल्ले खोर्सानीको चटनीसँग चाहिँ कसँगले खानको लागि चाहिँ एकदम बनाउन गइरहेछ। यसलाई चाहिँ मैले चट्ट धोएर सफा तरिकाले चाहिँ कुकरमा टक्क थोरै पानी राखेर पटपट फुट्ने गरी चाहिँ सिटी लाउन लागिरहेछु हजुर होइन। साथै अब म चाहिँ अचार पिस्न लागेँ। यसलाई चाहिँ टक्क डल्ले खोर्सानी, लसुन, जिरा, टिमुर, नुन हालिकन चाहिँ लस 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 पिस्न लागिरहेको छु। अनि अब कुकरमा अब आलु पनि पाकिसक्यो। 2 सिटी जति लगाइदिएको छु। हेर्नुहोस् पटपट फुटेको। अब यसलाई चाहिँ बोक्रा छिलिओरी अब चाहिँ यसलाई म चटनी टक्क दलेर मुखमा अब गुवामै हालिदिएको छु। 17-18वटा जति जुङ्गा दायाँ बायाँ यसो हल्लाउँदै क्वाप्पो खाइदिएको। यसको बाफले चाहिँ आँखै टक्क तन्काइ।